यहाँलाई भेट्न आइपुगेँ है म तल ढिलो भयो होला अलिकति ल हस् हस् हुन्छ हुन्छ ल टाउकोमा हात राखिदिनु पर्यो जीवी हुनु सुखी रहनु सुस्वास्थ्य रहनु हजुर भगवानले सबै सदिच्छा तपाईँको पूर्ण गरिदिनु ल हुन्छ हुन्छ हस् धन्यवाद यहाँ बसौँ ए ल हुन्छ हुन्छ हस् ल म बसेँ है त हुन्छ तपाईँको रेस्ट गर्ने समय भइसक्यो होला हामी केही छैन तपाईँ जस्तो मान्छे आएपछि रेस्ट भइहाल्यो नि महारेस्ट तपाईँ जनता तपाईँ मेयर मात्र होइन जनप्रतिनिधि त्यसले गर्दा सही जनप्रतिनिधि सही नेपालीको सेवा गर्ने मान्छे भएको हुनाले अब यो चुनाव जितेर मन्त्री सबैलाई चाहिँ पद र पोजिसन चाहिँदो रहेछ मन्त्री चाहिँदो रहेछ त्यसमा लाग्नु पर्यो अब तपाईँहरू जस्तो मान्छे प्रधानमन्त्री भयो भने तब यो स्वावलम्बी देश फुत्त 1 रुपियाँ फ्याँकेर 10 पाती धानको चामल खाकी बुढी हुँ 6 पैसा मानाको घिउ खाकी बुढी हुँ आज जे चिज पनि अर्काको देशबाट कमाउन हामी कमाउँछौँ धान हाम्रो देशमा फल्छ सबैले किनेर लगेर फेरि त्यही देशबाट त्यही धानको चामल किनेर खान्छौँ आज पूर्ण परावलम्बी छौँ हामी भने यस कारणले आज तपाईँ जस्तो देशको नेता यसरी घरमा आइदिँदा यसरी आशीर्वाद दिन पाउँदा म खुस छु हामी जस्तो 95 शताब्दीको बाटोमा लागेको बुढीले आशीर्वाद दिएको लाग्छ भगवान भनेको को तपाईँ म यी सबै भगवान छन् चिन्दैनन् राम मान्छे जन्मेका राम बनेर देखाइदिए बुद्ध मान्छे जन्मेका विश्वका अग्रदूत शान्तिको अग्रदूत बनाएर देखाइदिए भनेदेखि तपाईँमा पनि त्यो गुण छ ममा पनि त्यो गुण छ तर हामी सबैले चिन्नु सक्नु पर्यो आफूलाई जान्नु सक्नु पर्यो आफूलाई बाबु अनिखेरि म यहाँ सुनाउँछन् यी भाइहरूले के गरेछन् मेयर साहब के गर्नुहुन्छ उहाँभन्दा बेसार बेच्नुहुन्छ कहिले खानेपानीको खन्नु जानुहुन्छ कहिले लुगा धुने साबुनको फ्याक्ट्री खोल्नुहुन्छ भन्छन्